एउटा कुरा भन्छु ल, लाइक यो अरूसँग हुन्छ कि हुँदैन, तर मसँग चाहिँ जहिले पनि हुन्छ। म पढ्दै थिएँ, लाइक म पढ्दै थिएँ, लिटरली पढ्दै थिएँ, तर एकछिनमा मेरो दिमाग गयो इन्ट्रान्स पछाडि म के गर्छु भनेर। लाइक इन्ट्रान्स कहिले छ होइन, इन्ट्रान्स पछाडि म के भन्छु, त्यस पछाडि मेरो पढाइ सिद्धेर म के गर्छु, त्यस पछाडि मेरो घरमा के भएको होला। लाइक पढ्दाखेरि नै यति धेरै चाहिँ किन आउँछ क्या, जब म जर्नलिङ गरेर बस्छु नि होइन, जब म डायरी लेख्छु नि, त्यतिखेर चाहिँ मेरो दिमागमा केही पनि छिर्दैन। त्यतिखेर चाहिँ बस यति हुन्छ कि आई रिग्रेट, मैले पढिनँ, म दिनभरि पढ्दिनँ होइन। अनि त्यतिखेर चाहिँ जब चाहिँ अब लाइक टाइम दिन बित्दै जान्छ नि, बित्दै गइसकेपछि अनि दिमागमा त्यो हिट हुन्छ क्या, आज पढेन, किनभने बिहान त यत्रो टार्गेट हुन्छ नि त। लेट यो मेरो टु डु लिस्ट यहाँ आएर यत्रो टु डु लिस्ट बनाएको हुन्छ होइन, बट 100% त कहिले हुँदैन। लाइक 60-70% भयो भने पनि आई एम भेरी 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 ह्याप्पी। सो तपाईँहरूसँग पनि यस्तो हुन्छ भने प्लिज कमेन्ट डाउन, यसको कुनै सल्युसन छैन।